हेलो नमस्ते, फेरि पनि स्वागत छ मेरो अर्को ब्लगमा। आज चाहिँ हामी यहाँ यसो न्यू इयर पार्टीको लागि यसो हल्का प्रिपरेसन गर्दैछौँ। आज वेन्सडे, थर्सडे, फ्राइडे, स्याटरडे, अब धेरै छैन, पार्टी आउन पनि 3 दिन छ। टिकटहरू लिनुभएको छैन भने प्लिज यो थर्सडे लास्ट हो। अब चिनेको ठाउँहरूमा सम्पर्क गरेर टिकट चाहिँ लिनु होला। सो मेम्बरलाई 20 पाउन्ड, नन मेम्बरलाई 25 पाउन्ड र बच्चाहरू अबभ 6 इयर्सको लागि चाहिँ 10 पाउन्ड छ है। सो टिकट चाहिँ टाइममा लिन नबिर्सिनु होला। र हामी चाहिँ यहाँ पार्कमा एकछिन प्र्याक्टिस गर्नु आएको हो। प्र्याक्टिस पनि धेरै भएको छैन है त। सो यहाँ चाहिँ पुरा अब रेडी हुँदैछ है। आमा समूह भन्नु आँटेछु। हामी चाहिँ कम्युनिटीबाट डेडिकेट है। यता हजुरको परिचय प्लिज। दीक्षा बानिया दिदी। सेन्डी गुरुङ। सुने न। सेन्डी गुरुङ। कुसुम भण्डारी, धन्यवाद। अनि यता चाहिँ 2 जना हुनुहुन्छ। हजुरहरूको परिचय प्लिज छिटो भन्नु। यता नमस्कार, म फुलकुमारी तामाङ। अबि फुलकुमारी सरिता होइन। ए ल, वेदर चाहिँ दामी छ, त्यही भएर हामी चाहिँ यहाँ पार्कमा प्र्याक्टिस गर्नु आएको। आज वेन्सडे, थर्सडे, फ्राइडे, स्याटरडे त हाम्रो के गर्नुपर्छ रे स्यान्डी दिदी? यता 2 जना चाहिँ एकदम गम्भीर सिरियसमा हुनुहुन्छ। होइन, पटुका बान्छ नि त, त्यही भएर सप्प हुन्छ। त्यही त हो नानीको आमा, के भन्नु त अब। फोन आएको अवस्था। दिदीको पोस्ट कस्तो मजाले घाम लाग्यो क्या है। अहिले त गर्मी भयो। बाई बाई, सी यू फ्राइडे। यही हो। ल 2 जना चाहिँ अगाडि गइसक्यो। पार्कमा पुरा घाँस काटेर यस्तो दामी बनाइदिएछ है। अझै काट्नै बाँकी रहेछ है यतातिर माथि। लु बाई बाई, फ्राइडे भेटौँला। बजे नातिनी आऊ। चलेछ तर घाम लागेको अवस्था। कसैमा पानी पर्छ अब। निन्नु गर्ने हो। अब क्लोज चाहिँ आइज गर नि त। आइज क्लोज। अरे छिटो। आइज क्लोज। निन्नु गर ल। आजको स्पेसल पास्तै छ। यहाँ चाहिँ चिकन करी, हार्ड चिकन। यहाँ चाहिँ चटनी पाक्दैछ, मुलाको बेत्तल। आफू ड्रम भाने एउटा चाहिँ यहाँ मुला। चिकन करी रेडी, सब्जी रेडी। यता भात पाक्नु आँट्यो अरे। भात भर्खर बसाल्यो। अब माछा रेडी गर्नु आँटेको। माछा अन द वे। अब ढेँडो पकाउन बाँकी छ। यो चाहिँ मुलाको अचार बेत्तल टाइपको माछा अब पकाउनु आँटेको। यो चाहिँ माछाको लागि ग्रेभी बनाउँदै हो है। लुक्स यम्मी। यतिको अलिकति भएपछि चाहिँ अलिकति पानी हालेर ब्लेन्ड गर्छु। ब्लेन्ड गरेपछि ग्रेभी हुन्छ अनि त्यसपछि बल्ल माछा
गोलभेडाको चटनी मिन्ट हाल्नुभएको हो हालेर फाइनली माछा चाहिँ हाम्रो बोइल हुँदैछ एउटा अनि यता हाम्रो मामा डिजे हुँदैछ हन डिजे मामा हन डिजे मामा ल अलमोस्ट सबै पाकिभ्यायो अब खाना पनि पाक्दैछ अन द वे अब ढेँडो ओडाल्नु बाँकी छ मलाई ढेँडो ओडाल्नै आउँदैन मलाई ढेँडो खाना आउँछ तर ओडाल्न आउँदैन क्या मलाई कसरी गर्छ कुन्ता कति साह्रो हुन्छ ढेँडो ओडाल्न अनि कहाँ सक्छ मैले सक्दिनँ कहिले ओडालेको भए पो थाहा हुन्छ उठाउँछु नि 15-20 किलो ड्याम उठाउँछु ढेँडो चाहिँ ओडाल्न जान्दिनँ अरे क्या ल यहाँ चाहिँ 2 थरीको माछा छ एउटै हो माछा छ तर सुप ग्रेभी चाहिँ डिफ्रेन्ट हो यो चाहिँ अमिलो पिरो टक्क छ यो चाहिँ सादा हो यो चाहिँ फुपूले यस्तो मसला अमिलो पिरो खानु हुँदैन नि त अनि यो चाहिँ ढेँडो ओडाल्नको लागि पानी बसालेको यहाँ सब्जीहरू भइहाल्यो मामा डिजे मामा कस्तो राम्रो डाली के डाली रहेछ ढेँडो ओडाल्ने कार्यक्रम हुँदैछ हाम्रो मामा चाहिँ किन ए हो अब बिस्तारै होला नि अब बल्ल त पिठो हाल्नुभयो होइन यो चाहिँ लोकल पिठो नेपालबाट एक्सपोर्टेड इम्पोर्ट अल द वे फ्रम नेपाल त्यो पनि गाउँको लोकल राम्चेको हो ए राम्चेली पो हो त हजुर ढेँडो कहिले ओडाल्न जान्दैनौँ हामी त खाँदैनौँ मेरो यस्तो कुम दुख्छ होला ट्राई गऱ्यो भने फेरि नेक्स्ट टाइम मैले पकाउनु पर्छ त्योभन्दा बरु गर्दै गर्दिनँ म ओके आज अलिअलि खाने बानी भयो छ न त पहिला त खाँदैन थिएँ है दिउँसो चाहिँ कोदोकै पिठोको रोटी होला शनिबार भयो भने जाने चामल बोक्न गयो भने खाना पाइएको ओके कति घन्टा लाग्थ्यो 2 घन्टा 2 घन्टा हिँडेर 4 घन्टा आउनु उकालो छ नि त ट्याक्क 10 पाती बोक्यो घर आयो घिउ हाल्यो त्यो बसा बसा छ घिउ बसा फाइदा हुन्छ कायदा हुन्छ ल च्यालेन्ज ल बाउले गर्छ कि छोराले गर्छ यस्तो पनि होइन मामा छोराहरू काम छैन मामाको यहाँ मसाज देखा त्यहाँनिर है त्यही त रेडिमेड अर्ग्यानिक गाउँको यो हो नि त पारा गाउँमा त कसरी बढाल्नु हुन्थ्यो नि यस्तो सिधा गरे भने सबै यता आउँछ पछाडि यस्तो गर्नुस् अब यो ओडाले चाहिँ यतिको गरेपछि अब पाक्यो कहाँ पाक्ने अझै हाल्दै छ पिठो र हाल्यो पिठो हालिदिने कस्तो सेतो सेतो छ है यो पिठो त आमाले ऊ हाल्दैछ क्या के अरे जौँ के अरे गहुँको पिठो कोदोको सेतो पिठो कोदो सेतो कोदो पनि हुन्छ क्या हुन्छ कालो मात्रै देखेको थिएँ सेतो भए पनि ऊ आखिरीमा कालै भयो त्यो मिक्स गरेको त्यस्तो ढेँडोवाला र थाक्नु भयो अरे पसिना निस्क्यो हजुर धेरै छ आधा पानी जस्तो छ ए
मुख बारेको भएर नि हो अलरेडी आज चाहिँ तपाईँको मालिक चाहिँ छैन त भोलि चाहिँ क्या भोलि हेर्नु के अरे 2% सेयर लिएछ कि ए अनि अस्ति 60जनाको चुनावमा चिन्थ्यो सकिहाल्नु भन्न सिलाउँछ ओ माछा आउन माछा खास माछा खानुपर्छ मैले जुडो गर्दा पानी हुन्छ मैले उ खासेन है त्यहाँ पनि 4-5 जना जुटेको थियो अरे भने सुनेको थिएँ दुःख छ अरे कुरा बुझ्दाखेरि कसरी दुःख छ अरे भन्दाखेरि जिपेमा त्यो फार्मासी प्राइभेट फार्मासी नखोल्ने भए राम्रो मार्केटिङ यहाँ दिएको रहेछ हजुर त्यहाँ खोलिदिनाले के भइगयो सबै कुरो जान थाल्यो क्या तातो पानी भमिटी पानी आयो मुखबाट धेरै खानु भयो यहाँको मिठो बनाएर चाहिँ सबै त्यो आइटम पनि धेरै यहाँको बिजनेस चाहिँ प्रायः के हुन्छ गभर्मेन्टसित लिङ्क हुनुपर्दो रहेछ फार्मेसीको त जति पनि यो मेहनती छ गर्छ सबभन्दा दबाईहरू चाहिँ टाइममा भएको हुनुपर्ने अब त्यसैमा काम गरेको मान्छे हो माछा बाहिर पानी गरेछ चिसो भएछ टाइम भयो अन्त मुलाको ढेक्कल टिक्का भएन तिम्रो तिम्रो थालमा के छ भन नि त सब्जी होइन उयो तिम्रो थालमा के छ भन नि त पनि सानो भयो क्या होइन यो गोलभेडाको चट्नी मुलाको ढेक्कल सलाद माछा साग अनि सब्जी चाहिँ आलु बिन्स अनि के भन्छ एक प्लान्टलाई भेन्टा बेङ्गल खायो ल नेपालमा माइती ल्याएर बिहान उठ्यो अनि त म आउनु यहाँ ब्लग माछा एकदम बेस्ट माछा थियो जिन्दगीमा खाएको फर्स्ट टाइम खाएको हो अनि फर्स्ट टाइम युकेको माछा फर्स्ट टाइम अलि मिठो खाएको भन न अनि अरू खाना पाइयो अरू चिकन खाएन चिकन मिठो थियो ठिकै एभरेज अनि एभरेज होइन 9.5 9.5 ल धन्यवाद यता दाइलाई माछा चाहिँ 10/10 दाइलाई मिठो छ अरे के अरे मिठो छ हाँ पवन के भने हाँ अनि माछा चाहिँ 10/10 हो अनि किन हाँसेको त यता धन्दा सर्केछ किन हाँसेको ओ छोड न बुढी भुन्टी कहाँ मेरो नानाभित्र लुकेको यो मामाले हेर न मामाले माम खानु बुझ्छु तिमीले चियामा चिनी हाल्नु चिनिहालेको त यता हेर आजु भयो माइजी हगी गर्दैन राम्रोसँगले माइजीमा गरिदेऊ माइजी आई लभ यु भनिदेऊ तातो छ है त्यो
तातो छ क्या त्यता तातो अलि तातो सासी सासी आम्ब यही बसेर फेरि किरी भयो म त देख्नु मन हस् हुन्छ चपिहाल्छ क्या फेरि हेर न यहाँ छैन साकिदियो हेरेर के खाएको मकै खाएको मिठो छ मिठो छ कि छैन आएन छैन भनिदेऊ न आमाको मकै उहाँ टेबलमा छ भन न पोखिन्छ है गोवे भन्छ अहिले आमासँग सेयरिङ गर्नुपर्छ नि त सेयरिङ गर नि त नि आमा सेयरिङ गर नि त आए आए आमा आए आमा आए कसरी पोखिन्छ मकै मकै खान नपाउँदाखेरि जाम तपाईँहरू गुगल हेर्नु हुँदा पाउनु लाग्यो गुगल हेर्नु हुँदैन उता त के हेर्नु पर्छ छोडिरहेको आइप्याड पाले पालो हो अहिले होइन ए गेम सुरु लाग्यो छोडी स्ट्रिम गर टिभीमा स्ट्रिम गर्न टिभीमा स्ट्रिम गर्न फुटबल टिभीमा लानु भनेको टिभीमा स्ट्रिम पाउनु बुझ्ने गरी बोल्नु न बिचरा गर्छ अनि सोच्नु बुझ्दैन बुझ्दैन बोलेको मान्छे पवन मामा आयो पवन टिभीमा स्ट्रिम गर्छौ हुन्छ टिभी हेर्दै हुन्छ पवनले शुभकामना दिन्छ फेरि पवन नयाँ वर्षको शुभकामना दिन्छ फेरि अहिले वर्ड नै बिर्सिनु शुभकामना जेन्जी कुनै कुनै वर्ड बिर्सिन्छ के गरेको मकै त्यसरी खाने खानु पवन मकैमा चिनी रहेछ अरे चिनी हाल्नु भएको अरे चिनी पनि हालेछ नुन पनि हालेछ कान्छी यहाँ आउँछ मामा आउनुहोस् त उयो त मामा के भयो अरू के हो यहाँ आउँछ के भयो कति सोच्यो के भयो अरू के हो अन्त पानी ल्याइदिन्छ है अर्कै जस्तो के भयो डाम डाम गरेर पर्छ अनि खुसा हाम्रो अवस्था अनि यो खाजाको लागि है यो चौचौ तिम्रो डाइरेक्सन जाने है जाने सानो बच्चा आमा ढाड भातलाई भेट त हामी हप्ता बिजी खाइरहन्छ के अरे त्यसो के अरे केही लिएर नजिकन आउनुपर्छ आयो भने फेरि म रिसाउँछु ढेड है त्यसरी हो क्या उताबाट फोन के अरे आउने बित्तिकै फोन गरेर हुन्छ कि ल मामा के छ चलपल छ कि छैन भनिदिइहाल्यो
मेरो लगभग 10 बाट 20 सम्म चाहिँ मेरो छुट्टी हुन्छ कि 10 को 20 हो ल त्यतिखेर चाहिँ हुन्छ हुन्छ दादा गयो बाई बाई ओ बाजे बारे